त्यसपछि उनीहरूले आफूले चोरेर ल्याएका धन सम्पत्ति र पैसाहरू भाग लगाउन लागे। यसरी पैसाहरू बाँड्ने क्रममा चोरीको पैसामध्ये केही पैसा अपुरो भयो र उनीहरू बीच झगडा हुन थाल्यो। त्यतिकैमा बुढी आमा चाहिँले चोर समात गुहार गुहार भन्दै कराउन थालिन्। त्यसपछि ती सबै चोरहरू आफ्नो आफ्नो ज्यान जोगाउन चोरेका सबै धनमालहरू त्यही छोडेर त्यहाँबाट भागे। अनि त्यसपछि बुढी आमैले भएभरको सम्पत्ति र रुपैयाँहरू आफ्नो पछ्यौरीमा जम्मा गर्यो अनि जसो तसो गरेर रात त्यही पार्टीमा बिताइन्। अनि भोलिपल्ट सबैले उठेर बुढी आमा आफ्नो घरको बाटोतिर लागिन्। घरमा पुग्न साथ उनले बुहारीलाई देखिन्। त्यसपछि ती बुहारी झोक्किँदै गोठतिर लागिन् र आफ्नो श्रीमानलाई भनिन्, ए बुढा, हिजो बुढी आमालाई जलाएर आएको भनेको होइन? अनि बुढा चाहिँले भन्यो, हो त, मैले आफैले जलाएर खरानी भएपछि मात्र आएको हुँ। अझै के को कचकच हो यो केटीको? बुढा चाहिँको यस्तो कुरा सुनेर उसको श्रीमतीले भनिन्, अझै आफ्नो गर्दन फुलाउँदै बोल्छौ? पिँढीमा गएर हेर त, को आएर बसेको रहेछ? यति भनिसकेपछि बुढा चाहिँ घरतिर लाग्यो। घरको पिँढीमा आफ्नो आमालाई देखेर उनी आश्चर्यचकित परे। त्यसपछि आमा चाहिँले छोरातर्फ हेरिन्। उता बुहारी चाहिँ भने सासूलाई ठुल्ठुला आँखा बनाएर खाउला झै गरेर हेरिरहेकी थिइन्। त्यतिकैमा छोरा चाहिँले आमालाई सोध्यो, होइन आमै, तिमीलाई त मैले हिजो जलाएर खरानी बनाएको थिएँ, कसरी बाँचेर आयो? त्यसपछि आमा चाहिँले पनि आफ्नो पछ्यौरामा राखेका सबै धन सम्पत्तिहरू पिँढीमा राखिदिए। त्यो देखेर दुवैजना लोग्ने स्वास्नी हेरेको हेरे भयो। अनि छोरा बुहारी दुवैजना मिलेर कहाँबाट यति धेरै सम्पत्ति आयो भनेर सोधे। अनि बुढी आमा चाहिँले भनिन्, हेर छोरा, हिजो तैँले मलाई जलाइस् र म जलेपछि त त्यहाँबाट हिँडिहालिस्। कुरा के रहेछ भने साँझ पख त्यहाँ जिउँदो मान्छे लगेर जलायो भने भगवानले त्यस मान्छेलाई बिउजाइदिँदा रहेछन् अनि आफूले बोक्न सक्ने जति धन सम्पत्ति दिएर घर फिर्ता पठाउँदा रहेछन्। अब मैले पो बोक्न सक्ने जति बोकेर लिएर आएँ, बाँकी त्यही छोडेर आएँ। तेरो स्वास्नी जतिको बलियो भए त हामीलाई जिन्दगीभरलाई पुग्ने गरी धन सम्पत्ति लिएर आउँथे। यति कुरा भनिसकेपछि आमाले अलिकति पैसा छोरालाई र अलिकति पैसा बुहारीलाई दिएर बाँकी धन सम्पत्ति आफ्नै पछ्यौरामा गुटमुट्याएर राखिन्। त्यसपछि ती लोग्ने स्वास्नी एकान्तमा गएर कानी खुसी गर्न थाले। धन सम्पत्ति पाउने लोभले छोराले पनि आफ्नो श्रीमतीलाई डोकोमा राख्यो र त्यही ठाउँमा लगेर आमालाई जस्तै गरी जलायो अनि आफू भने घर फर्केर आयो। भोलिपल्ट बिहान कतिखेर स्वास्नी सुनचाँदी लिएर आउला भनेर ऊ बाटो हेरिरहेको थियो। उता आमा चाहिँ भने मनमा नै बल्ल खाइस् भनेर मक्क परिरहेकी थिइन्। उता छोरा चाहिँ भने घाम झुल्केर शिरमा आइपुग्दासम्म पनि आफ्नो श्रीमती नआएको देखेर त्यही टोलाएर बस्न थाल्यो। त्यतिकैमा बुढी आमाले भनिन्, श्रीमतीको चिन्ताले पिरल्लमा पर्यो कि क्या हो? त्यसपछि छोरा चाहिँले भन्यो, हो नि आमै, दिन छिपिसक्यो, अहिलेसम्म पनि आउँदैन त, के गर्ने होला? छोराको कुरा सुनेर बुढी आमाले भनिन्, अब तेरो स्वास्नी आउँदा पनि आउँदैन। आमाको यस्तो कुरा सुनेर छोराले अलि अताले झै गरेर भन्यो, किन र आमा, किन नआउने?